ऐसे मारेंगे ना कौन जस्तो बिहाइन्ड द सीन है हेर्नु हाई बेस्टिज जय मिसी नमस्ते सबैजनालाई वेलकम ब्याक टु दिदीको च्यानल आज चाहिँ हामीले फेरि नयाँ च्यालेन्ज लिएर आएको छौं यो चाहिँ सन्जुको डिमान्डमा सन्जुको डिमान्डमा हो बिकज अस्तिको भिडियोमा हारेको थियो अनि उसलाई चाहिँ के रे अस्मिता चित्तै बुझे छैन रे त्यही भएर उले चाहिँ चित्त दुखेर पित्त पुरिसक्यो त्यही भएर आज चाहिँ हामीले नयाँ च्यालेन्ज लिएको छौं नयाँ अनि एक्सट्रिम वाला एकदम एक्सट्रिम वाला लिएको छौं हाई लेभलको रे के छैन रे अघि चाहिँ पुरै मलाई जंगली बनाउन लाग्छ भन्ने जंगली जस्तो छ देखिसक्नु भयो होला हजुरहरूले हामीसँग छ यहाँ खानुपर्ने चीजहरु है एकदम यो बडी यो के रे नखानु पर्ने चाहिँ छ आरु अनि यो कागटी अनि गोलभेडा टमाटर अनि हामीसँग स्वीट पनि छ के नमिठो मात्र छैन तर हामीसँग छ चुपाचुप हो त हामीसँग चुपाचुप ट्रिट जो स्वीट्स पनि छ क्या मिठाईहरु त्यति स्वीट्स छ भने छुट अनि हामीसँग यहाँ लेग पिस पनि छ टाइगर बिस्कुट पनि छ 3 वटा हैन हामीसँग छ खुर्सानी पनि छ है यो पनि खानु पर्ने हुन्छ हैन एकदम हामीले बुझ्छौं इट्स आवर एउटा खुर्सानी एउटा कुरा भन्छ म तपाईहरुलाई यो खुर्सानी भुटिरहेको थिएँ हैन अस्मिता र मैले अनि अस्मितालाई मैले के भनिरहेको थिएँ भने बिस्तारै अस्मिता बिस्तारै चाहिँ आँखा माउलाई फटकेर भनेर थिए अनि अस्मिताले के भने थिइन् मास्टर सेफ भने थिइन् हैन एकछिनमा त्यो तेलबाट फटक्क गर्ने बेला त उफ्रेर यहाँबाट यहाँ आइदिने त यति हाँसेन हामी झन्डै मरेको हाँसेर ए म त जाबो खुर्सानी कसरी मन लाग्यो हाँसेर के यति हाँसेन हाम्रो एकदम खतरनाक वाला भयो त्यो अनि यहाँ हामीसँग छ आलु चप पनि छ अनि यो आरु एउटा आलु अर्को आरुको चाहिँ कहानी पक्कै छ हैन तर हामी भन्न चाहदैनौं म भन्दिम अब चाहिँ हामी च्यालेन्ज सुरु गर्छौं अनि मेन ट्विस्ट चाहिँ के छ भनेपछि फर्स्ट आउनेले चाहिँ सेकेन्ड र लास्ट आउनेलाई चाहिँ यहाँ लगाइदिन्छन् पिठो यो चाहिँ व्हाइट वाला अनि पिंक ल यो डल्नलाई चाहिँ रेडी होम साथीहरु हैन लगाएछि यो पानी बन्द पर्छ न यो भोलि 2 दिन जम्मे यसको मुख रातो ओइ सच्ची असु पनि आउँदैन हामीसँग यहाँ चित्ता पनि छैन चित्ता टिप्ने छौ उता अस्मिताबाट टिप्ने छौ कपालमा नि लाग्छ अब कपालमा लाग्छ के अन्त के भन्छ उडो देखिन्छ क्या बिस्कुट एकछिन नखोल्ने खोलेर राख्ने के अनि खाने के हैन नखोल्ने हो हैन जोले अगाडि मेरो हात चिल्लो भइसक्यो त यहाँ बासु चोपेर 1 2 3 यो त मेरो हात चिप्लो के हात चिप्लो सुरुमै No.
Nasıl pardon? Hayır mı? या ये मतलब में आ रहा यार जे सक्सेस भयो है ल खाइ जस्तो लागेन है मलाई त बिस्कुट त के खाऊ एकैछिन गुडलुक निल्लो त यो भाइस ओहो गेम इन्ट्रेस्टिङ हुँदैछ गाइस अभी दादा तिमी ल ये अरे कपालमा माथि हाल्नु पर्छ यार रुपाको पल्ली लगाइदियो तिमीले नाकमा गयो कुटी पाइन्छ नि नाकमा गयो के पाइन्न नाकमा मात्र चाइनिज देखेछ ल घुम्नु पर्नु ल ल मेरोबाट इतनी कमजोर बिस्कुट खाने में मेरो कपाल सुड्डे भइसक्यो अमिताभ बच्चन देखिसकेमा आयो चुपा चुप रे यहाँ पानी पनि परिरहेको के त्यही भएर हाम्रो चाहिँ त्यो भक्कर अघि चट्टान पर्यो चुपा चुप है यस्तो चिजमा त म हार्छु होला साले साले लाइ 1 2 3 1 एकछिन यो कसरी खोल्छ यसो गर्ने यसो ल है 1 2 3 गो मान्ने अब त्यो भिडियो म फस्छु यो गर्ने बेलामा म गर्यौ कि तिमीले हो त्यसो म सिक्नु भयो ल त्यसो ल जिते मैले अब भाग्य माने भयो ल फु 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 कागज बुझ्ने के छियो र खाने पिठो पनि यसो कति रोटी खानुहुन्छ ले छियो भन्नुहुन्छ टमाटर रे यो खाने हो क्या भक्ति मलाई यसको टुप्पा काट्ने पाइन्न काटिसक्यो हामी 3 2 1 गो म सक्दिनँ हाले हुन्छ अब सक्नुहुन्न भने सेकेन्ड हुनु भइगयो त कस्तो भयो यस्तै हुन्छ टमाटर समाटर के बाहिर खाने अहिले यो खाने बेला के हुने झन् नाटकै बेसी फर्स्ट कम फर्स्ट पानी पर्यो यता खालि खै म यसरी यसरी यस्तो गरेर अलि यो टाउको निधार गुड ल दिदीको पहिला राइट साइडको लगाइदिउँ ल राइट साइड उडा पर्किनु उडा कपालभरि गयो सरी सिधै घाँटीमा खप्छ बोडी अबि 1 घण्टा ए त्यही त भन्छु म किन 2-2 छ भन्छु घुमेको पऱ्यो कि म त सक्दिनँ कस्तो सक्यो लाग्यो के 1 2 3 ल
यति मात्र खाएँ यता साइडमा है भेरी गुड टकटक हुने आएको पिठे पाइन्छ कि तपाईँको यहाँ गोल्ड लिन्छ मलाई मगाएको पाइन्छ आलु म त एउटा खान किन हो कि यो सबै सकिरहेको एकैचोटि यस्तो मात्र हो दुईटा खाने मैले दुईवटा कि एउटा ठुलो छ त्यसको त्यो दाइ अब यो त हेर्दै काँचो छ त यो त के हुन्न त्यही त हो र च्याले एकछिन पहिला यसको उ गरौँ यसको जुस बिजाउँछ अहिले गरिसक्यौँ नि पखालिसक्यौँ सबै 1 2 3 Oh my god, इतना खुसी एउटा पाएर खुसी हुनुपर्छ आज जे भए पनि त्यो राजा हो बेस्ट मलाई हेर के सुन्दा मलाई दरा ब्रो पुरै खुसी बाछिन रुपा त लगाउँछ दाँतमै अति गयो ओके बेर त यहाँ दाँतमा गइगयो ल कसले देख्नु र हैन नि त्यो पनि त होला र काट्यो उडेर गयो रुपा बोल्दाखेरि रुपाको मुख पनि ल उल्टा राम्रो होस् नि चोको फिल्स ल ल 3 2 1 गो ये बड्ड रुपा बिस्कुटमा किन हार्छु म यार अगाडि चिम गर अझ नाकमा लिम्न हेर कति माथि होला मेरो चिम गर है लेख ओ प्रभु यो कसरी खाने हुँदैन सक्दैन बल्ल मेरो पाला ल ओइ लिउ ल उजो छाने कञ्चन जस्तो एकैचोटि आउँछ रुमको जोरा जोरा 3 2 1 गो कमी मारे सब यो त मन छ आयो आइदिएको किन हुन्छ मेरो घाउ फाट्छ हटौँ सक्ने हो के भन्नु न सक्यो त सबै देखा मासुबाट जिते यहाँ गोचो क्या यार कस्तो डर होइन ल भयो उता राखिदिनु अलिक त्यो सिएम र मेरो एउटा छेउमा राखिदिनु खान्छु मैले कति अठी बाँकी छ तपाउनेवाला मासुबाट होइन त्यही त हो नि
खुर्सानी लास्ट टाइम पर्ला कहिले खुर्सानी र यो तिमीले मेरो पालो अनि तपाईले निकाल्यो लेग पिस नै हो तपाईले निकाल्यो आइज खुर्सानी ए मलाई खतरा जोटी सियो फेरि खुर्सानी पर्यो नि त नि ल ल के देखियो पारि ए रातो भयो यो कलर के झगडा खेल्ने घाम कि गमला थुक्नु पक्तिम दिदाले सल्लाह ऊ के उचा के को सल्लाह बाहिर त्यसै होला म आफै सल्लाह गरे एक्लै पिरो छ यो ल पिरो 1 खुर्सानीको टर्न है ल ल 1 2 3 It's me. के भयो प्यार मैले गर्छु जस्तो लाग्यो जुदा ए नाटक त लेग पिसको त डल्दै रहने त त्यही भएर मैले त्यो भिडियोमा पनि भनेको छु अब डल्ने हो नाटक डल्नु चाहिँ भएन नि मुखमै फिक्छ मैले हातटा उछ मेरो चिल्ला छ किन त उमार्ने हो गुड ए डल्नु के कस्तो राम्रो हुन्छ आफ्नो भाग भाग मेकअप अझ पक चले ल यो चाहिँ उसको के अरे लेग पिसको हामीले बिर्से हम धन्न हामीले चाहिँ भिडियो पज गरेर हेरेको खुर्सानीमा कन्फ्युज भएर अनि अस्मिता चाहिँ विनर भएको रहेछ अनि हामी चाहिँ हार्यौँ सन्जुको यो ल जा कहाँ दल्दिनु तिमीले पो त मैले पो दल्दा छु एकैछिनमा दल्दिन्छु ओइ कानै छैको होइन ए तिमीमा त्यो लाग्ला ए खै के दल्दिन्छु यस्तो आलु चप ल चारवटा है 3 2 1 गो बेटा मिल जा कौन हो अबे मुख संभाल ना कुञ्जला खाऊ खाऊ अस्मिता खाऊ खाऊ सकाऊ म सक्यो होला भाइले भन्न झन् खानु छोडिदियो अस्मिताले कस्तो होला कसरी होला खाना भने चाहिँ बिस्तारै खानुपर्छ मासु त्यहाँ बिस्तारै मासु भनेर कहाँ मासु आसमान जमिनको फरक छ बन्द खान्छस् सबले गरिसकेपछि लास्ट शर्मा चाहिँ चारचोटि गर्दा नि म यार यो त मलाई खोज्दैन आफ्नै हातले गर्दा यो ठालले यो त पुरै रातो त्यही भएर यो कलर चाहिँ रातो हो कि त्यही भएर यिनीहरू
किन हाँस्दिनु कि म मात्र त्यो कसै खाने थाला मात्र गरेर 3 गाह्रो खेल्छु अन्त भन्नु 3 2 1 गो सक्यो के हेर्नु न कस्तो मजाले चपा छ म सक्दैन म आज राति भात चपाउन नसक्ने पो निम दाँत मर्छ क्या फेरि 3 दिनमा सिलिक सिलिक सर्की लाग्छ मैले सर्की हजुर कतापट्टि लगाउने बिचमा के दिदी के दारीतिर गइन कि मलाई मजा आएन यहाँ ल यहाँ तल त लाग्छ कि के तलैदेखि जाने घोप्टो अलिअलि माथि गएको कि यहाँ तल छैन झन्डै केही रहेछ देख्नु भने मैले नखाली गर्न मात्र घप्टाउँछु ल अब हामीसँग छ लास्ट के रे यो 1 2 3 गो ये बाबा पोखी एकदम खाजा ल भयो म लास्ट खनाइदिने क्या टाउको अबि यसो चिसोमा कसरी नआउने पानी पर्यो अति भइगयो अरे आयो पेट दुख्यो के म गरिदिन्छु मलाई त आफू लागत दिदिन किन पुरै के पुरै गोप्टो के त्यो मुखमा दारी मात्र लाउने के साह्रै झ्यालेन्टी भयो तपाईको वाउ तपाईले साँच्चै हो कि अब तपाईँ त हुने स्वीट 19 म यहाँ फाइनली गाइस हाम्रो गेम चाहिँ सकिसक्यो अनि एकदम इन्ट्रेस्टिङ भयो अनि यहाँ सन्जुले हेर्न सक्नुहुन्छ बेहाल छ अस्मिताले हेर्न सक्नुहुन्छ बेहाल छिन् मलाई हेर्न सक्नुहुन्छ बेहाल छु म मेकअप तेरो बुढीले नि गर्ला त नि के गर्छ त के ओहो काम ओके बेस्टिज हाम्रो भिडियो चाहिँ खतरनाक भयो हैन अब हजुरलाई मन पर्छ भने डु लाइक शेयर सब्स्क्राइब गर्न नछोड्नु होला है प्लिज तपाईहरुलाई मन पर्छ भने हाम्रो भिडियो त्यही हो अब हामी यहाँदेखि बिदा हुन चाहन्छौं र अर्को भिडियोमा आउने छौं डेन्जर वाला अझै खतरा भनेर पनि फुल इनर्जी बाइ बाइ